हाई गाइज, आज म फर्स्ट टाइम मोमो बनाउन गइरहेको छु। लेट्स स्टार्ट। सबैभन्दा मैले तिल र भटमास भुटेँ, साथै पिनट भुटेँ। अब यो सबै सेलाउन राखिदिउँ। त्यसपछि हामीले चाहिँ कटिङहरू स्टार्ट गर्नुपर्छ। मैले लसुन, अदुवा, खुर्सानीहरू, त्यसपछि टमाटरहरू कट गरेर राख्छु र यसलाई फ्राई गर्छु। अब यसलाई सबै पकाएर चाहिँ हामीले एकछिन साइडमा राखिदिनुपर्छ सेलाउनको लागि। मैले दुई तरिकाको अचार बनाउँदैछु भने चाहिँ दुई तरिकाले नै पकाउने छु, दुईवटा भाँडोमा डिफ्रेन्ट तरिकाले र पकाएर चाहिँ लास्टमा म सेलाउन राखिदिन्छु। साथै हरियो धनियाँ, हरियो लसुनको प्याजहरू पनि हामीले कटिङ गरेर राख्नुपर्छ किमाको लागि। र अदुवा लसुन पनि पेस्ट बनाएर राख्छु। मसँग पेस्ट बनाउनलाई मिक्सर त छ, बट म मिक्सर युज गर्दैन। यसरी कुटेको अझै राम्रो स्वाद आउँछ। मैले अघि अचारको लागि बनाएको थिएँ भने चाहिँ अहिले चाहिँ झोल मोमोको लागि मैले अचार बनाउँदैछु फेरि है, डिफ्रेन्ट तरिकाको। हजुरहरू हेर्न सक्नुहुन्छ। यतिको गरिसकेपछि चाहिँ हामीले अब यसलाई सेलाउन राखिदिनुपर्छ। अब यो पाकिसक्यो, म सेलाउन राखिदिन्छु। लास्टमा चाहिँ म तपाईँलाई ग्राइन्ड गराएर देखाउँछु है त। अब चाहिँ मैले धनियाँ र त्यो स्प्रिङ अनियन कट गरिसकेँ। अब हामीले एकछिनमा चाहिँ हजुरले अघि भुटेको चाहिँ पिनटहरू सबै मिक्स गरेर चाहिँ त्यसको हामीले धुलो बनाएर राख्छौँ। यो चाहिँ तपाईँहरूले लङ टाइम पनि राख्न सक्नुहुन्छ, पछि युज गर्न पनि चाहिन्छ होइन। सो मैले चाहिँ बनाएर एउटा डब्बामा चाहिँ राखेँ। मलाई जतिखेर अचार खान मन लाग्छ मैले यो चाहिँ युज गर्छु। अब म अचार बनाएर देखाउँछु। यो चाहिँ झोल मलाई चाहिँ काठमाडौँको जस्तै खान मन लागेर चाहिँ मैले यो बनाएको। एकदमै दामी भएको थियो, दुइटै अचार एकदमै दामी भएको थियो। अब चाहिँ किमा बनाऊँ। मैले किमा चाहिँ रेडिमेड लिएर आएको थिएँ। यसमा अघि मैले चप गरिसकेको थिएँ अनियनहरू है। अब अनियन, त्यसपछि धनियाँ, त्यसपछि स्प्रिङ अनियनहरू। मैले धेरै सामानहरू त हालेन, बिकज खाने हामी दुईजना मात्रै थियो, त्यही भएर थोरै नै बनाएको। त्यसपछि मिक्स मसला, मोमो मिक्स मसला र मसलाहरू। मैले यहाँ चाहिँ नयाँ तरिकाले मोमो बनाएको छु, कुकर प्रेसरमा सिल्भर फोइल लगाएर, किनकि भाँडा थिएन है। यसरी पनि एकदमै राम्रो, एकदमै मिठो, राम्रो पाकेको थियो। तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। यो न्यू तरिकाले बनाएको मोमो एकदमै दामी भएको थियो। लेट्स इन्जोय। बाई बाई।